सो है यो मचुङ्गा भन्छ यसलाई है। सो आज म तपाईहरुलाई मचुङ्गा कसरी बजाउँछ भन्ने कुरा सिकाउँछु ल। यसलाई चाहिँ कसरी बजाउनु पर्छ भन्दाखेरि सिम्पल यसलाई है यो हामीले यो दाँतको बीचमा यसरी चेप्नु पर्ने हुन्छ। सिम्पल है यसरी दाँतको बीचमा यसरी राख्यो है। त्यहाँदेखि सिम्पल दाँतको बीचमा राखेर यहाँ सानो ग्याप छोड्नुपर्छ जुन चाहिँ हावा निस्किनु पनि पर्यो है। सो त्यहाँदेखि चाहिँ जस्ट तपाईहरुले यो यसरी तान्दा पनि हुन्छ है। यसरी यसरी के भन्छ यसलाई ठेल्दा पनि भयो है। सो कस्तो बज्दो रहेछ एकताल सुनौँ ल। सो है यस्तो खालको बज्छ। सो मचुङ्गा है स्कल मचुङ्गा कि त माउथ हार्ट भन्दा पनि हुन्छ है।